तपाईँहरूको पनि हात हुन्छ, यो हातलाई काट्नुहोस्, माओवादी पार्टी नै छैन नि त। प्रचण्डले सबै जहाँ छन् खानुहोस्, पैसा खानुहोस्, मासु भात पनि खानुहोस्। साथीहरू वेलकम टु माई च्यानल। मेरो भ्लगमा के हुन्छ भन्ने कुरा चाहिँ अब राजनीतिक गफहरू हुन्छ। विशेष गरी अब 2007 सालमा पनि नेपालमा प्रजातन्त्रको लागि आन्दोलन भयो, प्रजातन्त्र आयो। 2046 सालमा बहुदल आयो, 62-63मा राजा ढल्यो, गणतन्त्र आयो, धर्मनिरपेक्षता आयो, केही परिवर्तनहरू भयो देशमा, केही होला कि भन्ने भएको थियो, केही पनि भएन, भ्रष्टाचार बढ्यो। अब यो 62-63 पछाडि जेनजीको आन्दोलन भयो 82मा। यसले धेरै संसद भवन डढ्यो, सिंहदरबार दरबार डढ्यो, सर्वोच्च अदालत डढ्यो, अनि गाडी गयो साथीहरू। अब मेन कुरा भनेको चाहिँ जनता जागरुक हुनु पर्यो, जनतामा राजनीतिक चेतना हुनु पर्यो। हामी राजनीतिक चेतना हामीमा खासै छैन रहेछ। त्यही भएर त एउटै पार्टीलाई हामीले निरन्तर भोट हालिराख्छौँ जस्तो लाग्छ। अनि त्यही भएर चाहिँ हामीले भोट परिवर्तन गर्नु पर्यो। हामीले चाहिँ यो काङ्ग्रेस एमाले पार्टीहरूलाई चाहिँ भोट नहालेकै राम्रो हुन्छ। किनभनेदेखि यत्रो परिवर्तन भयो, आन्दोलन भयो, त्यही पार्टीहरूलाई भोट हाल्नुको लागि त होइन भए नि त, होइन? अनि त्यही भएर चाहिँ सुध्रिनुहोस्, हामी जनताहरू सुध्रियौँ भनेदेखि दुःख पाउँदैन। देशले दुःख पाइरहेको छ, हामीले दुःख पाइरहेको छौँ। जहाँ छन् बुद्धका आँखा शान्त सिद्ध र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर। मेरो साइकल यहाँनिर छ। साइकलमा त्यो भनेको कोरियाको वातावरण चाहिँ अहिले शरद ऋतु, जाडो महिना लाग्नु आँटेको छ। यहाँ माथि डाँडाबाट चाहिँ कस्तो राम्रो भ्यू देखिरहेछ। कोरियामा साथी यस्तै खालको उपत्यकाहरू हुन्छ, अनि यसरी नै वरिपरि जङ्गल जस्तो सानो सानो पहाडहरू हुन्छ। घरहरू उहाँ देख्नु भएको छ, पहाड कि जस्तै टक्क भएको हुन्छ। है त यस्तै हो। अब यो सबै कुरा चाहिँ के छ भने राजनीतिक परिवर्तनले गर्दा भएको। यहाँको जनताहरू शिक्षित छन्। हामी यस्तो लाटो छिरी नि एउटै पार्टीलाई भोट हालेर हिँड्दैनन्। त्यही भएर चाहिँ हामीले चाहिँ भोट परिवर्तन गरौँ। अब चुनाव पनि आउनु आँटेको छ। मेरो चाहिँ भ्लग पनि ट्याक्कै सुरु भएको छ यही भोटिङको बारेमा, होइन? राजनीतिक परिवर्तनको बारेमा, यही बारेमा गफ हुन्छ। राजनीतिक बारेमा चासो हुने मान्छे साथीभाइहरूले सब्सक्राइब गर्नु होला, होइन? म कोरियाको ठाउँहरू पनि घुमौँला, हल्का फुल्का देखाउँला पनि, अनि राजनीतिक गफहरू पनि गरौँला, भेटेको साथीहरूसँग गफ पनि गरौँला। मुटुको धड्कन बढेको छ, ओहो हामी पनि यसरी निधाएर हुँदैन रहेछ भन्ने खालको अहिले महसुस भएको छ। अनि त्यही भएर चाहिँ अहिलेको माहौलमा फेरि अहिले चुनावी माहौल भइरहेको छ। अनि काङ्ग्रेस एमालेकै झन्डाहरू चाहिँ फेरि बोकेर चाहिँ र्याली गरेको कतिजना ठाउँमा देख्छु। त्यो चाहिँ नगर्नु होला। फेरि यो परिवर्तन बेकार छ, होइन? यत्रो मानिसले ज्यान दिएको छ, यही हो मौका परिवर्तन हुने समय, त्यही हो समयको हामीले सदुपयोग गर्नुपर्ने हुन्छ। अनि कुकुरको पुच्छर 12 वर्ष ढुङ्गामा राख्दाखेरि पनि जस्ताको त्यस्तै भने जस्तो हो। हामी नेपाली जनताहरू के भएको परिवर्तन हुनु पर्दैन, होइन? अब त यो काङ्ग्रेस एमालेको झन्डा नबोक्नु न यार साथी, के भइरहेको छ? अलिअलि लाज लाग्दैन, शरम लाग्दैन? मरि लानु केही छैन त, नेता बन्ने हो भने त बोकौँ है। फेरि वडाध्यक्ष भिड्दै हुन्छ, मेयर भिड्दै हुन्छ भन्दाखेरि त म केही पनि भन्दिनँ। तर केही पनि भिड्नुहुन्न, केही पनि गर्नु नेता पनि होइन भने चाहिँ के को लागि, होइन? हामी आफैले खाने हो, आफैले सबै कुरा गर्ने हो, हामीले सबै कुरा आफैले कमाउने धमाउने, आफूले खानुलाई गरिखानुपर्ने, आफूले गर्नुपर्ने भएपछि के को लागि चाहिँ तपाईँहरू? म चाहिँ अहिले जङ्गलमा छु पुरा, होइन? बाटो यस्तो छ, पत्र झरेको छ, ऊ जङ्गलभित्र घर छ मान्छेको, होइन? यहाँ माथि पुरा च्यान डाँडा, माथि च्यानै च्यान छ, च्यानै च्यानी मान्छेको च्यान गाडीहरू।
यहाँ जङ्गलको बिचमा चाहिँ यहाँ घर रहेछ क्या भन्दै चिप्लेर लडिन ए कहाँ गयो भन्दै चिप्लेर लडिन त्यसरी अलि जङ्गल छ हेरो म चाहिँ यहाँ हिँड्दैछु अनि कोरियाको गाउँमा छु होइन अनि यहाँनिर चाहिँ गाउँघरमा पनि मान्छेहरू यसो घरहरू फोटो खिच्नु पऱ्यो भिडियो बनाउनु पऱ्यो भनेको चाहिँ अब कोरियामा त यहाँनिर भिडियोहरू खासै कसैले पनि बनाउँदैन नि त्यही साह्रो गाउँमा त होइन अब भिडियो खिच्नु पनि अप्ठ्यारो अब यिनीहरूको चाहिँ के रहेछ भन्दाखेरि यो काम नभएर अब बारीहरूमा काम छैन नि त अब लगभग 6 महिना चाहिँ तिनीहरूको कामै हुँदैन होइन त्यही भएर सबैजना ए घरमै गुन्द्रुक हाल्नेदेखि खिम्जी बनाउँछन् क्या यस्तो उस्तो कामहरू गरिराखेको त्यही भएर सबै यिनीहरूको घर सहरहरू चाहिँ खिच्नु मैले पाइनँ अब तर यहाँनिर हेर्नुहोस् न अब यो बाटोघाटोहरू पनि यो बारीको छेउछेउमा होइन पुरै बाटोघाटो चट्टसँगले बनाएको हुन्छ हाम्रोतिर घर बनाउनुको लागि प्लटिङ गरे जस्तो यहाँ चाहिँ पुरा जग्गाहरूमा ठाउँ ठाउँमा गाडी पुग्ने हुन्छ विकासमा त्यही भएर त फर्को मारेको छ धेरै कुरामा तपाईँहरूलाई पनि मैले कतिचोटि भनिसकिनँ आजको मेन मेरो उद्देश्य भनेको भोट परिवर्तन गर्नुहोस् के भएको तपाईँहरू लाज लाग्दैन एउटै पार्टीलाई खालि भोट हालेको छ सानैदेखि मैले थाहा पाएको काङ्ग्रेसले मात्रै जितेको छ एमाले मात्रै जितेको छ जय काङ्ग्रेस भन्नु जय एमाले भन्नु होइन त्यही जपेर मर्नु अनि हाम्रो छोराछोरी पनि त्यही जपेर मर्नु भएन नि त त्यही भएर आजको मेरो यो भ्लगको पहिलो उद्देश्य भनेको भोट परिवर्तन गर्नुहोस् है भोट परिवर्तन गरिहाल्नुहोस् जसले हेर्दै हुन्छ सबैले भोट परिवर्तन गर्नु है ल ल भाइ मान्छे आयो साथीहरू पुरा फलफुलहरू बेच्दै माइक लाएर पुरै गाडीमा हिँडिरहेको छ देख्नुभयो यहाँ पनि पुरै माइक लाएर यो आयो त्यो आयो भन्दै हिँड्दो रहेछन् है यो साथी यस्तो रहेछ अनि साथीको तपाईँहरूलाई यो भोट परिवर्तन गर्नुहोस् भन्दै गर्दाखेरि तपाईँहरूलाई अरू पनि कुरा देखाउन चाहन्छु साथीहरू यहाँनिर बाटोको छेउमा कस्तो राम्रो घर परेको ठुलो आँगन सिम्पल खालको पुरानो चट्ट परेको घर के राम्रो हुन्छ हामीलाई यस्तै घरहरू मनपर्छ होइन अरू पाहाडको जस्तो घरहरू चट्ट परेको आँगन ठुलो भएको सल्लाहको रूप बसेको हुन्छन् घरहरू पनि राम्रो खालको नर्मल खालको चटक्क परेको हुन्छ अगाडि फुलबारी गार्डन चट्ट भएको हुन्छ त्यस्तो छ रमाइलो खालको हुन्छ सौखिन पाराको हुन्छन् चट्टसँग यस्तो घरहरू हुन्छ है त चाहिँ यो कोरिया अस्ट्रेलिया जापान होइन अनि कुनै पनि ठाउँ हेरेर हुँदैन क्या अब हामीले यो मैले कोरिया देखाउँदैछु नि म मरुन्जेल काम गरेर बसेको छु बुढो भइसकिसक्नु आँट्यो काम गरेर अनि बुढेसकालमा म के रमाउनु त होइन त्यही भएर मेरो उद्देश्य भनेको के भन्दाखेरि भोट परिवर्तन गर्नुहोस् हामीले यसरी नै विदेशमा जिन्दगी बिताउनु परे पनि मेरो छोराछोरीहरू भाइ सन्तानहरूले त यसरी विदेश आएर जिन्दगी बिताउनु नपरोस् न हौ घर परिवारसँग फ्यामिलीसँग टक्कसँगले बस्नु पाउन् होइन त अब मैले मेरो छोरीलाई यहाँबाट कराउनु पर्ने हुन्छ फोनबाट मेसेन्जरबाट हो कस्तो विडम्बना होइन आजको मेन उद्देश्य भनेको फोकस भनेको मेरो भोट परिवर्तन गर्नुहोस् काङ्ग्रेस र एमालेको झन्डा बोकेर नहिँड्नुहोस् नि फेरि माओवादीको कुरा किन गरेन भनेर तपाईँलाई लाग्छ होला माओवादी पार्टी नै छैन नि त प्रचण्डले सबै खानुभयो अब के गर्नु आफू अध्यक्ष पदमा नरहने पर्नुभयो सबैले दबाब दिए पार्टीले सिद्ध्याएर अब पुरै अर्कै के खोल्दै हुन्छ 12 दल के गर्ने हल्ला छ त्यसको बारेमा होला तर भोट परिवर्तन गर्नुहोस् है नयाँलाई हाल्नुहोस् नि भोट है त आजको मेरो मेन फर्स्ट भ्लगको उद्देश्य भनेको नयाँलाई भोट हाल्नुहोस् है त ल साथीहरू अब आजलाई यति नै कति गफ गर्नु होइन म चाहिँ यहाँ कोरियामा छ अहिले कामहरू पनि कम्ती छ अब बारीहरू सबै बाँझो जाडो महिनामा काम हुँदैन त्यस्तै छ ल साथीहरू अब राजनीतिक गफ यस्तै हो
अब योपालि चुनाव आउँछ, चुनाव आएपछि भोटमा चाहिँ पुरै भोट ठ्यामठ्यामी होसियामा ए र साथीहरू अब आजलाई यति नै। अब मेरो मेन उद्देश्य भनेको चाहिँ राजनीतिक प्रशिक्षण गर्नु हो। म पनि राजनीतिक जान्ने मान्छे त होइन, तर पनि एउटै पार्टीलाई चाहिँ भोट नहालौँ भन्ने मानसिकता बोकेको मान्छे। त्यही भएर तपाईँहरू एउटै पार्टीलाई भोट हालिराख्नु भएको छ भनेदेखि भोट परिवर्तन गर्नु होला। भोट परिवर्तन गर्नु भएर भनेदेखि फेरि आन्दोलन हुन्छ, डढाउने काम, जल्ने काम भन्नुहुन्छ। त्यसमा चाहिँ तपाईँहरूको पनि हात हुन्छ। यो हातलाई काट्नुहोस् र भोट नहाल्नुहोस्। त्यही भएर भोट चाहिँ नहाल्नुहोस्। झन्डा बोकेर पनि नाच्ने काम छैन। खानुहोस्, पैसा खानुहोस्, मासु भात पनि खानुहोस्, तर भोट नहाल्नुहोस्। भोट कुनलाई हाल्नुहोस् भन्दा नयाँलाई हाल्नुहोस्। जुनलाई हाले पनि भयो, माटोलाई हाले पनि भयो, घन्टीलाई हाले पनि भयो, अब कुलमानको बत्तीलाई हाले पनि भयो। बत्तीको पार्टी खुल्यो भनेदेखि जेलाई हाले पनि भयो। नयाँलाई भोट हाल्नुहोस्, पुरानलाई नहाल्नुहोस् है त। मेरो च्यानललाई सब्सक्राइब गर्नु भने सब्सक्राइब गर्नु होला। यस्तो भिडियोहरू बनाउँदैछु। ल, बाई बाई।